हेलो वेलकम गाइस हाम्रो यो फेरि भ्लगमा हामी नयाँ भिडियो ल्याउँदैछौँ। अनि यो सानो नानी आज लालीगुराँस टिप्न जाने रे रमाउँदैछ मामाहरूसँग आएको छ घुम्नलाई। कस्तो लागिरहेछ आठजनालाई। हावाले कपाल पनि डिस्टर्ब गरेछ। अब हामी कहाँ जाने के खाएको तिमीले? खै आइसेलु देखाइदेऊ त ल। के हो यो? त देखाइदेऊ ल। खाऊ क्वाप क्वाप आइसेलु देखाइदेऊ। यो बाटो चाहिँ यस्तो छ। खोलाको तिरमा छौँ बाटो भिरको बाटो। यस्तरी जाने मेरो कुन्ती बाटी आज मामाहरूसँग। हो बाख्रा पनि आउँछ यो बाटोमा। ल बाटो यस्तो छ साथी हो। हामी अब 1-2 घन्टा ल ट्याक्क ट्याक्क हिँडा बिस्तारै। ल साथी हो लालीगुराँसको बोट लिएर आइपुग्यौँ। अब हामी यहाँ माथि जाँदा यस्तो चिप्लो हुन्छ हिँड्न नसकेर मामाले बोक्दिनु ऊ त्यही है लालीगुराँस। हजुर हाम्रो लालीगुराँस चाहिँ धेरै छ। कतिजना खसिआएको छ। म त्यो सानो टिप्छु है। राष्ट्रिय फुल होइन त? कोप्ला मामा गाइस मुनि मुनि टिप्ने मुनि टिप्ने मुनि 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 हाँगामा अलि मुनि बाँच्ने। अझै मुनि मुनिपट्टि हो त्यहाँनिर ल। राष्ट्रिय फुल गाइस लालीगुराँस है। ल यो राष्ट्रिय फुल रोज टिप्दैछौँ यस्तो हो। ल हेर्नुहोस् राम्रो छ भन्ने हजुरहरू पनि मनाएर आउनुहोस् होला। यस्तो राम्रो राम्रो छ गुराँसको फुल अब अन्तिम अवस्थामा छ है। टक्क म भान्जीलाई यसो देखाउनको लागि ल्याएको छु। सधैँ आउँदा फोटो खिच्ने भएको भएर। ल हजुर हेलो भन्देऊ। मेरो नाम आराधना। आराधना के हो? के लिएको तपाईँले? खै देखाउनुहोस् त यता। यो चाहिँ टिपेर आउँदैछ मेरो भान्जी र म। कस्तो लाग्यो आराधना? मजा लाग्यो।
सँग आएको थिएँ प्लास्टिक गर्दै हावाले उडाउँछ भान्जीलाई